तपाईँ अगाडिका यी ससाना दानाहरू चाहिँ के खालका रुखहरू परे? यो रुद्राक्ष हो। रुद्राक्ष लटरमै फलेको रहेछ त। हजुर, अनि यो रुद्राक्षको बोट त त्यो देखाइएको त्यो सबै होला जस्तो छ नि। जम्मा 50 वटा मैले रोपेको 50 वटै छ अहिले। यो चाहिँ रक्तचन्दन। ए अनि रक्तचन्दनको त धेरै यहाँ चाहिँ ठुल्ठुलो महत्त्व छ भन्छन्। केमा काम लाग्दो रहेछ? पन्ध्र बिघामा लगाइएको चिया खेतीभित्र विभिन्न खाले बोट बिरुवा लगाएर एकीकृत खेती गरेको रहेछ। अमलादेखि अदुवासम्म, कपुरदेखि कफीसम्म, अघोरी भन्ने बिरुवादेखि नागेश्वरीसम्म, त्यसै गरी रबरदेखि रक्तचन्दनसम्म, अगरवुडदेखि अर्जुन भन्ने नामको बोटसम्म, अनि त्यसै गरी कडी पत्तादेखि कटहरसम्म पनि राखिएको रहेछ। र यो 15 बिघाभित्र 35 किसिमका बोट बिरुवा लगाएर जम्मा चाहिँ 1,25,753 बोटहरू लगाउनु भएको रहेछ। यसरी एकीकृत खेती गरेर जमिरहनु भएका एकजना किसानलाई भेट्नको निम्ति म पुगेको छु र उहाँलाई सोध्दै जाँदाखेरि रुख बिरुवाका निम्ति पनि शत्रु बिरुवा र मित्र बिरुवा हुन्छन् अरे, त्यसैले उहाँले चाहिँ यो एकीकृत खेतीमा चियाका मित्रवत व्यवहार गर्ने अन्य बिरुवाहरू लगाउनु भएको, रुख लगाउनु भएको रहेछ। आउनुहोस् दर्शकबिन्दु, उहाँका दम्पतिसँग पनि मैले मजाले गफ गरेको छु भने तपाईँहरूलाई अहिले त्यस्तो किसानसँग म साक्षात्कार गराउँदैछु। धन्यवाद। म रवि नेपाल। हजुर, मेरो घर सुदूर पूर्व झापा। यसलाई चाहिँ मेचीनगर नगरपालिका वार्ड नम्बर 4 बाहुनडाँगी भन्छ। बाहुनडाँगीमा। हजुर। अनि रवि सर, यो मैले तपाईँको चिया बगान यहाँ देखिरहेको छु। यहाँदेखि वार पारै मेरो आँखाले भ्याउन्जेलसम्मको छ, यतापट्टि पनि टन्नै छ। यो कति बिघामा लगाउनु भएको छ? यो जम्मा प्लट 15 बिघाको हो। हजुर। 15 बिघामा घर पर्यो, सुपारी बगान पर्यो। हजुर। अनि कागती पनि यी छ, अरू मिश्रित बाली पनि यी छ, र यो बगानको चाहिँ पश्चिम साइडमा फेरि सुपारी बगानै छ। भनेको कम्प्लिट एउटा एकीकृत खेती हो यो। एकीकृत खेती। अनि नि यो चिया बगानको बीच बीचमा जुन बोटहरू लाउनु भएको छ नि, यो थरी थरीको बोट जस्तो लाग्छ। यसको कुन कुन बोट छ र के अर्थको बोट छ त बताइदिनुहोस् न। यो जस्तै यो बोट के हो? ठिक छ, म बताउँछु। यो पहिलो भनेको चिया हो। चियालाई भनेको यसलाई छाया चाहिन्छ। हजुर। छायाको लागि अधिकांशले शिरीषको रुख रोप्नुहुन्छ। मेरोमा चाहिँ यहाँ शिरीषको रुख एउटा पनि छैन। मैले त्यो छायाको लागि अल्टरनेटिभमा चाहिँ मैले तेजपत्ता रोपेको छु। यो तेजपत्ता भनेको चाहिँ वर्षमा एकपल्ट काटिन्छ। यो नै हो तेजपत्ता? तेजपत्ता, बिलिफ। यो वर्षमा एकपल्ट यसको पत्ता काटिन्छ, बिक्री गरिन्छ। हजुर। यो चियालाई छाया पनि भयो। यही भित्र अमला छ। अमला उ त देखिरहेको? हजुर, अमला छ, सानो पत्ता। हजुर, अमला छ। अमलाको महत्त्व त अब सबैलाई थाहै छ। अनि यो तेजपत्ता चाहिँ कतिवटा रोप्नु भएको छ त तपाईँले? 3000 प्लस छ। 3000 प्लस। अमलाको चाहिँ? अमला 100 वटा छ। 100 वटा। अनि अन्य खालका पनि भन्दै हुनुहुन्छ? अन्य खालको भनेको रबर छ, रबर प्लान्ट, जुन चाहिँबाट चोप निकालिन्छ। हजुर। त्यो चोपलाई प्रशोधन गरेर टायरहरू बन्छ। विभिन्न अरू चाहिँ त्यसको र मेटेरियलबाट धेरै किसिमको अरू फिनिश प्रोडक्टहरू बन्छ। त्यो पनि छ यो भित्र। अनि अगरवुड छ। अगरवुड भनेको चाहिँ के रहेछ? त्यो अगरवुड भनेको चाहिँ तपाईँको संसारमा वनस्पति मध्येको चाहिँ अति मूल्यवान वनस्पति, जुन चाहिँ त्यसलाई चाहिँ ट्रिटमेन्ट गर्नुपर्छ। हाम्रो नेपालीमा भन्छ त्यसलाई चाहिँ औषधि गर्नुपर्छ। त्यसलाई या इनोकुलेसन गर्नुपर्छ। त्यसमा चाहिँ त्यो बोटभित्र फङ्गस हाल्नुपर्छ, ढुसी। र त्यो ढुसी हालिसकेपछि एउटा निश्चित समयमा त्यो भित्र रेजिन बन्छ। त्यो रेजिन चाहिँ अन्तर्राष्ट्रिय बजारमा अत्याधिक मूल्यमा बिक्री हुन्छ र त्यसको अयल पनि हुन्छ। त्यो पनि 200 वटा गाछ छ। त्यो अगरवुड भन्ने? अगरवुड। अगरवुड यो गाउँले भाषामा अगोरीको रुख भन्छ। त्यो रक्तचन्दन पनि छ भन्दै हुनुहुन्छ? रक्तचन्दन पनि छ। कति बोट छ? रक्तचन्दन चाहिँ कस्तो भने यो रक्तचन्दन यो साउथ इन्डियामा हुने, अनि त्यहाँको टेम्परेचर चाहिँ 40+ हुने। मैले चाहिँ रहर लागेर चाहिँ इन्डियाबाट ल्याएर 50 वटा जति रोपेको थिएँ।
त्यो चाहिँ यहाँको क्लाइमेटमा सुट भएन कि मेरो माटोले सुट गरेन कि मैले रोप्न जानिनँ 5 वटा मात्रै जागेको छ जस त्यो पनि 8-9 वर्षका भए अनि यसरी चियापत्ती भित्र चाहिँ ती फरक फरक खालका बिरुवाहरू रोप्दाखेरि चियाबारीलाई चाहिँ बिगार्दो रहेनछ होइन जेनरली मान्छेले चाहिँ भनेको यो विषयको अध्ययन नगरेको मान्छेहरूले चाहिँ यसले त चिया बिगार्छ त भन्ने कुरा गर्नु हुँदो रहेछ तर मैले एकजना चाहिँ कृषि विज्ञ जसले चाहिँ कृषिमै पिएचडी गर्नुभएको एकजना सरसँग मेरो भेट भएको थियो उहाँलाई चाहिँ मैले देखाउँदाखेरि भनेको उहाँ एकदम खुसी हुनुभयो उहाँले धेरैवटा मेरो यहाँको फोटो भिडियोहरू गरेर इन्डियाको हुनुहुन्थ्यो उहाँले धेरै जग्गा चाहिँ मैले आफूले स्टडी गराउँदा यो तरिकाले खेती गर्नुपर्छ भन्ने खालको कुरा गर्नुभयो र मलाई चाहिँ के भन्नुहुन्थ्यो भने एक अर्कामा एउटा बिरुवाले अर्को बिरुवालाई कुनै बिरुवाले पनि हानि गर्दैन एक अर्कामा सपोर्ट हुन्छ हैन र अहिले हामीले कृषिमा एउटैमा निर्भर पर्यौं भनेदेखि चाहिँ हामी चाहिँ कोही बेला त्यसले चाहिँ हामीलाई चाहिँ एकदमै घाटामा पुर्याउँछ त्यसले गर्दा अहिले गर्ने भनेकै एकीकृत हो मिक्स बाली नै गर्ने हो भन्नुभयो त्यसले गर्दा राम्रो छ बिग्रेको छैन र जस्तो अरू बगानभित्र यहाँ चाहिँ कटरको रुख छ कटर जुन चाहिँ हामी के इंग्लिशमा के भन्छ त्यसलाई ज्याकफ्रुट हजुर है त्यो चाहिँ सानोमा सब्जी खाइन्छ त्यो सब्जी पनि भनेको चाहिँ स्थानीय बजारमै नै नेपालमा पनि अहिले भनेको स्टार्टिङमा निक्लिँदा 100 रुपैयाँ केजीसम्म बिक्री हुन्छ र एउटा बोटमा चाहिँ तपाईको 5 क्विन्टलसम्म फल्छ भनेको त्यो एउटा राम्रो नगदे बालीको रूपमा पनि छ कटर र पछि पाकेपछि भनेको त 15-20 रुपैयाँ किलो बिक्री हुन्छ कटर पनि छ यहाँ भित्र लिची पनि छ आँप पनि छ के अरे आँप पनि छ अनि अरु भनेको तपाईको फर्निचरमा युज हुने काठ छ खमारी अनि अर्को फर्निचरमै एकदम राम्रो युज हुने रङ काठ छ टिक भन्छ टिक अनि अर्को यो मेडिकेटेड आइटमै छ जुन आयुर्वेदमा युज हुँदो रहेछ नागेश्वरी भन्ने त्यसको प्लान्ट पनि छ त्यसको फूलको दिउलहरू बिक्री हुँदो रहेछ अर्को यही बगान भित्र रुद्राक्षका बोट छन् यही बगान भित्र अर्जुनको पनि रुख छ गरेर धेरै लगभग 35 वटा भेराइटीका रुख बिरुवाहरू छन् यही चिया यसरी तपाईले जुन प्लान्टेसन गर्नु भएको छ तपाईसँग त टोटल डाटा रहेछ कि यो चियापत्तीको चाहिँ बोट र अनि अन्य बोटको डाटा चाहिँ कस्तो छ टोटलमा के छ भने मेरो एक वटा के छ भन्ने कुरा चाहिँ मेरो त्यो ल्यापटपमै हेर्नु पर्छ मैले कोशिश गरेको छु इन टोटल चाहिँ कति इन टोटलमा 1,25,753 वटा बोर्ड छ मेरो टोटल मेरो आफ्नो चाहिँ पूर्जामा अहिले जग्गामा भएको भनेको चाहिँ बिरुवा भनेको जम्मा 1,25,753 वटा त्यसमा भनेको सानो एउटा चाहिँ बुटा पनि पर्छ त्यो वर्षै पछि म त्यसलाई चाहिँ अपडेट गर्दैछु यो साल वर्षमा कतिवटा रुख मैले बेचे त्यो घटाउँछु कतिवटा नयाँ प्लान्टेसन गरे त्यसलाई थप्छु कतिवटा आफै मरे त्यसलाई घटाउँछु त्यो गरेर भनेको चाहिँ यो असार मसान त लगभग साउनको 4-5 गतेको लास्ट डाटामा भनेको चाहिँ मेरो त्यति बिरुवा त्यो यो चियाको बुटा सबै गन्ती भयो अझै यसलाई म व्यवस्थित गर्नको लागि भनेको चाहिँ अब एकपल्ट फेरि चाहिँ भनेको मान्छेहरू खटाएर फेरि रिकाउन्टिङ गर्दैछु त्यो चाहिँ मेरो सुरुकोमा हो त्यसमा चाहिँ कति उयो गरे बिचमा कति अब मिसप्लेस पनि भयो होला अब यो बर्खा सकिसकेपछि 5-7 दिन लगाएर नम्बर वाइज चाहिँ गर्दैछु र सबै बोटमा भनेको सबै होइन प्रत्येक जातमा एउटा बोटमा एउटा नाम नम्बर लगाउनु वैज्ञानिक नाम रैथाने नाम नेपालमा बोलिने नाम 3टा नाम लेखेर चाहिँ त्यो रुखमा जस्तो रुद्राक्षको बोट मेरो 50 वटा छ भने एउटा रुखमा भनेको त अरु जेनरल चिन्छ भने एउटा अर्जुनको रुखमा त्यसको वैज्ञानिक नाम के हो है रैथाने नाम के भन्छ त्यो सबै लेखेर सबै उसमा हाल्ने यो नेक्स्ट इयर मेरो प्लानिङ छ यो आफ्टर यो रेनी सिजन ल ठीक कागती मैले 1 कट्ठामा लगाएको छ भनेको 3645 स्क्वायर फिटमा लाउनु भएको लगाएको छु 1 कट्ठामा कति बोर्ड छ त यहाँ डाटा नै रहेछ नि त छ 70 वटा छ 70 बोर्ड छ यसको उत्पादन कस्तो छ त यो 1 कट्ठामा मैले लास्ट इयर भनेको चाहिँ जस्तो यो कागती भनेको लगभग 6 देखि 7 पल्ट टिपिन्छ वर्षभरिमा हार्भेस्ट हुन्छ फुल फुलिरहेको यसलाई 12 मासे भन्छ हजुर फुल फुलिरहेको हुन्छ म्याच्योर पनि भइरहेको हुन्छ हजुर
अनि खान योग्य पनि भइरहेको हुन्छ र 12 महिनाभित्रमा जम्मा चाहिँ 7 पल्ट टिपिन्छ। 12 महिनामा 7 पल्ट टिपिन्छ। एउटा बोटबाट जेनरली एक पल्टमा 600 टिपिन्छ। एक पल्टमा 600 भनेको 7 पल्ट टिप्दा 4200 र यसको उत्पादन भनेको चाहिँ अहिले एकदम राम्रो छ। एभरेजमा 4000 प्लस दाना वार्षिक फल्दैछ। वार्षिक फल्छ। हजुर। अनि एउटा बोटबाट कति चाहिँ तपाईलाई खर्च काटेर? यो अहिले मेरो यो जम्मा 1 कट्ठामा देख्नुभयो तपाईले कागती छ। हजुर। नरिवल रोपेको छ। सुपारी छ। छेउमा रुद्राक्ष छ। हजुर। साइडमा हेर्नुहुन्छ त्यो अर्जुनको रुख छ। अर्जुन भनेको चाहिँ तपाईको यो मुटुको बिमारीहरुको लागि डाक्टरले हजुर त्यसको बोक्रा चाहिँ बेलुका भिजाएर बिहान त्यसको पानी खानु भन्छ। हजुर। त्यो प्लान्ट छ। गर्दाखेरि भनेको चाहिँ 1 कट्ठामा कम्प्लिट एकीकृत खेती हुँदै गर्दाखेरि सबैभन्दा प्रायोरिटीमा यो 1 कट्ठामा कागती परेकोले गर्दा कागती मात्रै मैले लास्ट इयर भनेको 1,50,000 रुपैयाँको कागती बेचे। 1 कट्ठाको 1 कट्ठामा। त्यसमा मेरो खर्च आयो त्यसलाई हार्भेस्टिङ र बीचबीचमा यसो चाहिँ फंगसको औषधि अनि मलमा मेरो लगभग 25,000 खर्च भयो यतिमा 1 कट्ठामा। अग्लो रुख छ त यो के को रुख हो? यो त पत्ता पनि अलग खालको छ। यो अगरवुड हो। अगरवुड यो अगरवुड हो। हजुर। अब यो चाहिँ अब बोक्रा काम लाग्छ कि डाँठ काम लाग्छ कि पत्ता कि? यसको भनेको चाहिँ यसलाई नेपालीमा भन्दाखेरि यसमा यो भित्र ढुसी हाल्नु पर्छ। इनुकुलेसन भन्छ। हजुर। यो भित्र चाहिँ ड्रिल गरेर दुलो पारेर यहाँ चाहिँ फंगस हालिन्छ। हालेर यसको गुदी मार्ने। यो चाहिँ भनेको तपाईको प्रत्येक 8 इन्चको फरकमा दुलो पारेर यहाँ भित्र चाहिँ ढुसी हालिन्छ। हालिसक्नु भएको छ? यसमा हालेको छैन। कतिखेर हाल्नु पर्छ? म भन्दैछु। जस्तो यसमा ढुसी हालिन्छ। ढुसी हालिसकेपछि यसको निश्चित म्याच्योर हुने पिरियड भइसकेपछि यो भित्र चुर बन्छ। रेजिन। हजुर। त्यो रेजिन चाहिँ अन्तर्राष्ट्रिय बजारमा एकदमै मूल्यवानमा बिक्ने चाहिँ कुराहरू अहिले आइराखेको छ। के प्रयोजनको निम्ति त? त्यो औषधि। अब मैले अहिलेसम्म बुझे अनुसार चाहिँ यो औषधि अनि कस्मेटिक आइटम र एकदमै सामान्य परिवारहरूले यसको चाहिँ फर्निचर पनि बनाउनु हुँदो रहेछ। त्यो भित्रको रेजिन चाहिँ एकदम ब्ल्याक हुँदो रहेछ। बास्नादार पनि हुन्छ। बास्नादार पनि। यसको ओइल निकालेर त्यो ओइल चाहिँ त्यो अत्तरहरुमा सेन्टहरुमा यसो अलिअलि युज गरिन्छ अरे हैन। अनि यसको त्यो रेजिनदेखि बाहेक अरु काठहरु धूपमा युज हुने भन्ने छ। मैले चाहिँ यो खालका रुख चाहिँ कतिवटा छन् त? 200 वटा छ। 200 वटा अहिले यी नै छ? यी छ 200 वटा। अनि तपाईले अहिले समात्दै गरेको चाहिँ रुखको नाम चाहिँ के हो त? यो चाहिँ रक्तचन्दन। अनि रक्तचन्दनको त धेरै यहाँ चाहिँ ठुलठुलो महत्व छ भन्छन्। केमा काम लाग्दो रहेछ? हैन तपाई हामी अब हिन्दू धर्म मान्ने मान्छेले सबैभन्दा मेन त बिहान बेलुका यसो पूजा गर्दाखेरि चन्दन घोटेर यसो निधारमा लाइयो भने दिनभरिको तनाव थकान हुने पनि भनेको चाहिँ त्यो चिसोले गर्दाखेरि चाहिँ त्यसै पनि शान्ति मिल्ने धार्मिक हिसाबमा। हजुर। अब व्यावसायिक हिसाबमा भनेको त्यसको आफ्नै महत्व होला। मैले चाहिँ भनेको यो चाहिँ के त भन्दा रक्तचन्दन गुगलमा सर्च गरेर त्यो जियोग्राफिकल च्यानलहरुमा मात्रै हेर्ने हैन। यसो आफ्नो छोरा नातिहरुले पछिसम्म देखुन है रक्तचन्दन यस्तो हुँदो रहेछ भनेर रोपेको। तर यहाँको क्लाइमेटमा अलिक सुट नगर्दो रहेछ। कति बोट छ त तपाईसँग? मैले त यो लगभग 50 वटा ल्याएर रोपेको 45 वटा जगाउन सकिन। 5 वटा चाहिँ छ। तपाई अगाडिका यी ससाना दानाहरु चाहिँ के खालका रुखहरु परे? यो रुद्राक्ष हो। रुद्राक्ष लटरमै फलेको रहेछ त? हजुर। यो रुद्राक्षको बोट त त्यो देखाइएको त्यो सबै होला जस्तो छ नि। जम्मा 50 वटा मैले रोपेको 50 वटै छ अहिले। फल छ नै? हजुर 50 वटा नै अहिले फलेको छ। यसको बिक्री वितरण चाहिँ कस्तो खालको अवस्था छ त? यसको बिक्री वितरण भनेको अहिलेसम्मको प्र्याक्टिस भनेको चाहिँ व्यापारीहरू घरमै आउनुहुन्छ, रुख हेर्नुहुन्छ, कति फलेको छ, कस्तो दाना फलेको छ भनेर अहिले हुन्डा मुन्डै नै बिक्री भइरहेको छ। अहिले हुन्डी मुन्डी नै बिक्री भइरहेको। यो खमारी हो। हजुर। योलाई चाहिँ फर्निचरमा युज गरिन्छ। हजुर। यो जडुल हो। यो जडुल भनेको चाहिँ तपाईको विशेष गरेर हाइवेमा नेशनल हाइवेमा साइडमा रोपिन्छ
यो एकदम राम्रो फुल छ हजुर र यो अर्को चिया बगानमा चाहिँ किन रोपेको त यो फुल कसले हेरिदिने भन्ने होला होइन यसलाई चाहिँ पानीको स्रोत भन्छ यसले चाहिँ जरा यसको जराबाट मुनिको पानी चाहिँ माथि ल्याउने र यो चियाको लागि चाहिँ केही चिस्यान चाहिँ प्राप्त हुनाले गर्दाखेरि यो रोपिएको छ यो मलेसियन सखुवा हो यो ठुलो हजुर हजुर यो चाहिँ तपाईँको नेपालमा विगत 8-10 वर्षदेखि मलेसियाबाट धेरै इम्पोर्ट भएको छ हजुर र अहिले यो लगभग 10 वर्षदेखि चाहिँ भनेको नेपालमा पनि यसको प्लान्टेसन एकदमै धेरै छ मेरो यो लगभग 1500 प्लसमा छ 1500 बिरुवा 1500 रुखै भइसकेका छन् अनि यो रुख चाहिँ के को रुख हो यसलाई नागेश्वरी भन्दो रहेछ यसको के छ त अर्थ चाहिँ अब यो मैले जानेर ल्याएर त रोपेको होइन अब नर्सरीमा बिरुवा किन्न जाँदा यो चाहिँ के हो भनेको लानु नि रोप्नु भनेर चाहिँ 25 वटा बिरुवा दिएको थियो अहिले 2500 वटा जागे यतिको भए र यो परारको सालदेखि फुल्न थाल्यो यो चाहिँ मेडिसिनसँग सम्बन्धित छ मलाई थाहा थिएन जब फुलिसकेपछि मैले सर्च गरेर हेर्दै गर्दा यो चाहिँ आयुर्वेदमा जाँदो रहेछ र मैले यसको फुल कलेक्सन गरेर चाहिँ आयुर्वेदको उसमा लगेर देखाउँदै गर्दा यो मूल्यवान हो कलेक्सन गर्नु फुलेको बेला र यसको चाहिँ त्यो घन्टी फुल हुन्छ नि हाम्रो गाउँघरमा त्यो घन्टी फुलको माथिबाटको यस्तो सुइरो जस्तो त्यो चाहिँ कलेक्सन गर्दाखेरि भनेको त्यो राम्रै मूल्यमा बिक्री हुँदो रहेछ तोलाको हिसाबमै बिक्री हुँदो रहेछ भनेको मैले लास्ट इयर पनि अलिकति कलेक्सन गरेको थिएँ यो साल अब फुल्ने सिजन हुँदैछ यो आयुर्वेदमै जाँदो रहेछ अब धेरै जन खेतालाहरू लाउनु पर्यो अनि खेतालाहरूलाई चाहिँ मैले गाइड गरेँ अब उहाँहरूलाई काम गर्नमा दिनभरि यसो बाहिर फेर निक्लिनु हुन्थ्यो घर बस्ने त मै हुन्थेँ अनि बिहान बेलुका मैले अब खेतालाहरू हेर्नु पर्थ्यो बिहान 9 बजीदेखि बेलुका 5 बजीसम्मको खेताला हुन्थे अनि बेला बेला हेर्नु पर्थ्यो अनि यत्रो 17 बिघा बेच्नु भएको भए त काठमाडौँमा सयर गरेर बस्ने खालको घर आउँथ्यो सम्पत्ति हुन्थ्यो ब्याङ्क ब्यालेन्स हुन्थ्यो अनि यस्तो गाउँमा आएर यो झार बिचमा बस्ने रहर चाहिँ कहाँबाट पलायो त तपाईँलाई महिला त त्यस्ता हुँदैन म चाहिँ अब छुट्टै प्रकृतिको महिला परेँ मलाई चाहिँ यो बोट बिरुवा मतलब यो नेचर चाहिँ मनपर्छ धेर अब सबै एउटै खालको महिला पनि हुँदैन त काठमाडौँ सहरमा मोज गर्ने पुरा फेसन देखाउने त्यो टाइपको महिलामा परिनँ अनि अब यहाँ पुर्खौली सम्पत्ति पनि हाम्रो बाबुबाजे पिता पुर्खा बस्नु भएको हाम्रो अनि आफ्नो सम्पत्तिको रक्षा पनि गर्नु पर्यो अनि हाम्रो जेठाजुहरू बाहिर बस्नु भएर चाहिँ हामी त कान्छा छोरा बुहारी हो घरको अनि पैतृक सम्पत्तिको पनि रक्षा गर्नु पर्यो त्यही भएर हामीले यो बिडो थाम्नु पनि पर्यो अनि कहिलेसम्म थाम्नुहुन्छ त एउटा छोरो भएको त अस्ट्रेलिया पठाउनु भएछ अब हामी रौन्जेल चाहिँ थाम्छौँ त्यसपछि भनेको देखा जाए समय र सद्भाव दुवै दिएर हामीलाई यो अवसर प्रदान गर्नुहुने रवि नेपाल दम्पतिलाई मैले हार्दिक धन्यवाद दिनुपर्छ उहाँको 15 बिघामा रहेको चियाबारी लगायतको एकीकृत खेतीको पछाडिसम्म पुगेर हामीले अध्ययन भ्रमण गरिरहेका छौँ दर्शकबिन कसैलाई पनि यस सम्बन्धी जिज्ञासा भयो भने उहाँलाई सिधै सम्पर्क गर्न सक्नुहुनेछ तपाईँ छेउको रुखको नाम के हो त्यसको के अर्थ छ यो तेजपात भन्छ नेपालीमा हजुर तेजपत्ता बिलिफ यो चाहिँ मैले यो चियाको लागि छायाको लागि रोपेको हजुर तर छाया साथसाथै अहिले चाहिँ भनेको यो पत्ता सबै बिक्री हुन्छ वर्षमा एकपल्ट यो पत्ता चुडिन्छ अनि यहाँ देखेको जति सबै तेजै पत्ता हो हजुर यो बगानभित्र जम्मा 3000 वटा बोट छ 3000 वटा तेज पत्ता छ तपाईँसँग हजुर भनेपछि यो वर्षमा कतिपल्ट हार्भेस्ट गर्नुहुन्छ एकपल्ट हार्भेस्ट गरिन्छ एकपल्ट गरिन्छ भनेको यो चाहिँ कार्तिक अन्तिमदेखि कार्तिक मङ्सिर पुस 3 महिनामा सकिन्छ हार्भेस्ट गरेर अहिले हाम्रो छेउको रुख चाहिँ के नामको हो यो रबर प्लान्ट हो रबर प्लान्ट रबरको रुख हो यसबाट चोप निकालिन्छ र यसको चोप चाहिँ भनेको यसलाई चाहिँ केमिकलहरू हालेर प्रोसेसिङ गरेर यसलाई एउटा फर्मेट बनाइन्छ त्यसपछि यो रबरका जति पनि सामग्रीहरू छन् त्यो बन्छ र टायर बन्छ यसको चाहिँ भनेको यो एउटा रुखबाट वर्षमा 9 महिना यसको दुध बन्छ अनवरत चोप निकालिन्छ बिहान यसलाई कटिङ गरिन्छ टोकरी थापिन्छ
अनि 2 घण्टा पछि कलेक्सन गरिन्छ अनि त्यो कलेक्सन गरेकोलाई चाहिँ एउटा भाँडोमा हालेर अनि प्रोसेसिङ गरेर यो 15 दिनमा चाहिँ उद्योगमा पुग्छ यसले 9 महिना चोप दिन्छ अनि यस्ता बोट चाहिँ तपाईसँग कति छन् 106 वटा 106 वटा अनि उत्पादन योग्य भइसकेको छैन उत्पादन योग्य भएको सही टेक्निसियनको अभावले गर्दाखेरि मेरो यो 2-3 वर्ष ढिलो भयो अहिले चाहिँ मैले सही टेक्निसियन पाइसकेको छु यसलाई कटिङ गर्ने अनि कलेक्सन गर्ने सबै सामग्रीहरू खरिद गरेर ल्याइसकेको छु अब चाँडै नै यसको प्राविधिक आएर मेरो स्थानीय स्तरमा यहीँको चाहिँ मेरो आफ्नो स्टाफलाई चाहिँ उहाँले चाहिँ त्यो सिकाइदिएपछि अब चाँडै भनेको एकदमै 1-2 विकदेखि यसमा दुध कलेक्सन गर्न सुरु गरिन्छ अनि अब रवि सरलाई प्रश्न के जाँदैछ भन्दाखेरि अब यसरी गाउँमा आएर जरम्म परेको रुखमुनि घर बनाएर बस्ने रहर तपाईँको जिनबाटै आएको हो कि पछाडि पलाएको हो कि विषय त्यही पढ्नु भएर जान्नु भएको हो कि कसरी चाहिँ यो कुरो सम्भव भयो यस्तो हो म चाहिँ भनेको म जहाँ बसेर अहिले तपाईँले छायाङ्कन गर्दै हुनुहुन्छ हजुर म यही ठाउँमा जन्मेको र त्यो म जन्मेको बेला मेरो बुवा आमाको सङ्घर्ष सुनाउनु भएको छ मेरो बुवा टिचर हुनुहुन्थ्यो यहीँको एउटा माध्यमिक विद्यालयमा पछिल्लो समय हेडमास्टर हुनुभयो र रिटायर हुनुभएको थियो र बुवाले चाहिँ यो ठाउँमा बसेर एउटा गाउँमा आएर यहाँको परिवेशमा यहाँका बालबच्चालाई पढाएर शिक्षा दीक्षा दिएर नै आज यही ठाउँको मान्छेहरू चाहिँ देश विदेशमा चाहिँ नाम कमाएर बस्नु भएको छ ठुलो ठुलो उद्योग व्यवसाय सञ्चालन गर्नुभएको छ नेपाल देशको चाहिँ नीति निर्मातासम्म पुग्नु भएको छ बुवाले पढाएकै विद्यार्थीहरू चाहिँ आज यहीँका ठुला ठुला पार्टीको चाहिँ केन्द्रीय स्तरको नेताहरू हुनुहुन्छ र म आफू यहीँ जन्मेको र त्यो पिरियडमा बुवा आमाले गरेको दुःख चाहिँ बेला मौकामा सुनाएको हुनाले पनि भनेको हामी चाहिँ 4 जना दाजुभाइ 1 जना मेरो दिदी दाजुहरू सबै आफ्नो काम विशेषले व्यवसायले जागिरले उहाँहरू अलिक उल्टो पल्टो बस्नु भएको अरू अलिक ओरतिर परतिर बस्नु भएको हुनाले म चाहिँ कान्छो छोरा हामी कान्छो छोरा बुहारी र बुवा आमासँग हामी थियौँ अहिले बुवा आमासँग हामी थियौँ बुवा आमा 67-68 मा बुवा आमै बित्नु भयो त्यसपछि भनेको पैतृक सम्पत्तिको संरक्षण बुवाको हिजोको विरासत थाम्नु पर्यो लाई थाम्ने दायित्व र म आफू पनि प्रकृति प्रेमी भएको म आफू मात्रै भएर पनि नहुने श्रीमती पनि भगवानले बुवा आमाको सत्कर्मले त्यही किसिमको पाएको हुनाले हामी 2 जनाको मन मिल्यो हामीले यही ठाउँमा जन्मेकै ठाउँमा बुवाले आएर आमाले आएर सङ्घर्ष गरेकै ठाउँमा यिनै अरूले भन्दा फरक तरिकाले हजुर केही गर्नुपर्छ भनेर चाहिँ यहाँ बस्ने हामीलाई यो रहर हो अहिले तपाईँको छेउमा भएको रुखको विषयमा चाहिँ भनिदिनु न के जातको हो के हो यसलाई अर्जुन भन्छ र आयुर्वेदिक पसलहरूमा अर्जुन छालको बोक्रा पाइन्छ हजुर यो चाहिँ अहिले अधिकांश यो मुटुको डाक्टर हजुर हर्टको डाक्टरहरूले चाहिँ भन्नुहुँदो रहेछ आयुर्वेद पनि एलोप्याथिक पनि डाक्टरहरूले चाहिँ यसको बोक्रा निकालेर सुकाएर हजुर अनि चाहिँ बेलुका पानीमा भिजाएर बिहान यसको पानी खाँदा यो मुटु रोगीहरूको लागि चाहिँ यो एकदमै रामबाण औषधि यस्ता खालका रुख कति छन् त तपाईँसँग यो मेरोमा 10 वटा छ यो बिरुवा हेर्दा त मोरिङ्गा वा मनुगा हामी मधेसतिर मनुगा भन्छौँ यो चाहिँ कतिवटा बोट लाउनु भएको छ यो मेरोमा अहिले 25 वटा छ हजुर यसलाई अलिक व्यावसायिक यसबाट उत्पादन चाहिँ लिइसक्नु भएको छैन लिएको छ यसको यो मुन पत्ता जुन छ हजुर यो पत्ता चुडिन्छ पत्ता चुडेर चाहिँ छायामा सुकाइन्छ छायामा सुकाइसकेपछि यसलाई डस्ट बनाइन्छ हजुर डस्ट बनाएर चाहिँ अनि मनतातो पानीमा बिहान नियमित कर्म जुन हुन्छ मान्छे उठेपछि हजुर जिम जाने जिम गएर आउँछ योगा गर्नेले योगा गर्छ अब दौडिनेले दौडिन्छ मर्निङ वाक गर्नेले मर्निङ वाक गरिसकेपछि एकछिन रेस्ट गरिसकेपछि चाहिँ यो 1 चम्चा धुलो
मनतातो पानीमा हजुर यो खाँदा स्वास्थ्यको लागि एकदमै राम्रो हुँदो रहेछ। ए अनि तपाईँको बारीमा त हर्दी पनि रोप्नु भएको रहेछ। यो हर्दीको जात फरक फरक हुन्छ कि उही पहिलेकै जस्तो हर्दी हो? यो चाहिँ अहिले जस्तो के भने अब यसको जातहरू अब धेरैतिर पाहाडमा हुने, मधेसमा हुने, हजुर तराईमा हुने धेरै होला। यो चाहिँ भनेको यो हाम्रो स्थानीय रैथाने जातको हो हर्दी होइन। यो पनि भनेको चाहिँ लगभग 1 कट्ठामा लगाएको छ। ए यो त उत्पादन राम्रै हुन्छ। उत्पादन यसको राम्रो छ यसलाई। सर तपाईँले चाहिँ यो नरिवल पनि लाउनु भएको रहेछ कि? कति बोट नरिवल तपाईँसँग छ? यसको उत्पादनको अवस्था कस्तो छ? नाफाघाटाको कुरो होला? यो यस्तो छ, नरिवल चाहिँ भनेको मेरो एकदमै अगाडि नै बुवाले रोपेकै नरिवल अहिले 7 वटा फलिरहेको छ। हजुर यसको उत्पादन अहिले राम्रै छ। जस्तो एउटा बोटबाट एभरेजमा 15-16 हजार दिइरहेको छ वार्षिक। हजुर भने यो साल चाहिँ मैले लगभग 300 नरिवल रोपेँ। ए रोपिसक्नु? हजुर नयाँ चाहिँ भनेको अहिले हजुर अलिक उन्नत जातको भनेर चाहिँ 300 वटा नरिवल अहिले रोपिसकेको छु। भर्खर रोपेको अहिले म त्यहाँ हजुरलाई बिरुवा देखाउँछु। राम्रो छ यो पनि नगदे बालीमा राम्रो हो। यो सानो पोथ्रो मैले देखिरहेको छु, यो पोथ्रो चाहिँ के खालको पोथ्रो हो? ए यो कफी हो। कफी कस्तो खालको? कफी पनि भनेको चाहिँ यो कफी के चिया तथा कफी विकास बोर्डले हजुर चाहिँ यो तराईको लागि चाहिँ हुने भनेर चाहिँ यी बुधबारेमा झापामै चाहिँ यसको चाहिँ बेर्ना तयार गर्न लगाएको थियो। हजुर र त्यहीँबाट चाहिँ ल्याएर मैले 100 वटा कफी अहिले यो साल रोपेँ। 100 वटा लगाइसक्नु? 100 वटा मैले रोपेँ। यसै गरी हुर्किँदै पनि हुर्किसकेको लगाएको छु। यो पनि व्यावसायिक रूपमै हो। हामीलाई चाह छैन भनेपछि अहिले तपाईँहरूले गर्दै गरेको जुन कार्य छ यो कार्यबाट कतिको सन्तुष्ट हुनुहुन्छ भनेर मैले सोद्धाखेरि चाहिँ 1 देखि 100% को सन्तुष्टि हुन्छ नि, त्यो रेसियोमा चाहिँ कहाँ छ त तपाईँहरूको सन्तुष्टि अहिले? यस्तो मैले यो बिचको पिरियडमा म आफू पनि चाहिँ पढाइपछि केही गर्नुपर्छ भनेर लगभग 2051 सालदेखि म केही बन्द व्यापार जे भए पनि गर्न निक्लेको मान्छे। त त्यो पिरियडमा विभिन्न समयमा म बजारमा सिटीमा नभए पनि म काठमाडौँमै पनि घर बनाउन सक्ने हैसियत भएको मान्छे हो। तर मलाई कहिले त्यो चाहेन। पछि बालबच्चा ठुला हुँदै गए, पढ्दै गए, सानैदेखि बालबच्चा बाहिरै पढे। तर उनीहरूले पनि भनेको अब बाबुआमाको यो कुरामा चाहिँ इन्ट्रेस्ट छैन भनेर बुझेर हो या उनीहरू पनि प्रकृति प्रेम त्यो जिन भएर हो के बुझेर उनीहरूले पनि कहिले बजारमा घर बनाऊ यहाँ छोडौँ भन्ने कुरा केटाकेटीले पनि गरेन। यो अहिले मैले देखाउँदै गरेको एउटा बिरुवा अचम्म खालको लाग्यो। यो अमला पनि होइन, खयर पनि होइन, हो चाहिँ के रहेछ? यसलाई इन्चाक भन्छ। इन्चाक भन्छ। यसको चाहिँ हाम्रो हात जस्तो 1 हातको चाहिँ यसको फल फल्छ। यो चाहिँ भनेको स्पेसली यो भारत, मणिपुर, आसामतिर चाहिँ अत्याधिक युज हुँदो रहेछ सब्जी र अचार खाना। र यो मेडिकेटेड पनि रहेछ। यो स्पेसली पेट पोल्ने, ग्यास्ट्रिक हुनेहरूले चाहिँ खाँदो रहेछ। र यो पनि मैले भनेको ल्याएर रोपिरहेछु। अहिले 10 वटा गाछ रोपिरहेछु। मेरो अगाडि लटरम्म मेवा चाहिँ फलिरहेको अवस्था छ। यो मेवा चाहिँ के खालको जातको हो कि यो घरेलु नै खालको हो कि के हो? होइन, यो मेवा मैले नर्सरीबाटै किनेर ल्याएको। हजुर मेरो ठ्याक्कै अहिले दिमागमा चाहिँ नाम भुलेँ मैले। हजुर यो चाहिँ भनेको राम्रो छ। एउटा मेवा 2.5 देखि 3 किलोसम्मको हुन्छ, म्याचुर यसको पाक्ने बेलासम्मको हुन्छ। र एउटा गाछमा मेरो लास्ट इयर 300 वटासम्म फलेको थियो। 300। अनि यस्ता गाछी कतिवटा लाउनु भएको छ? 10 वटा लगाएको छु। 10 वटा लाउनु। यो बिरुवामा चाहिँ यसरी ससानो फल पनि लाग्दैछ के? यो ससानो फलहरू लाग्दैछ। यो के खालको बिरुवा हो र के अर्थ छ त यो बिरुवाको? यो अन्जिर हो। अन्जिर भनेको चाहिँ के रहेछ? अन्जिर भनेको वान टाइप अफ फ्रुट हो। यो चाहिँ ड्राई फुड भन्छ। प्रोसेसिङ यसको अलिक लामो छ। यो जेनरली यो झापातिर चाहिँ भनेको नेबारो पाउँछ। नेबारै प्रजातिको हो यो। र यसलाई चाहिँ प्रशोधन गरेर
चाहिँ यसलाई खान योग्य बनाइन्छ। यो चाहिँ एकदमै हाई प्रोटिन, मिनरल्स, भिटामिनहरू, फाइबरहरू भएको चाहिँ यो फ्रुट्समा वनस्पति हो। हजुर। अनि यो अहिले मैले देखाउँदै गरेको बिरुवा छ, निकै झ्याम्म पनि भएको रहेछ, कति राम्रो पालुवा लागेको रहेछ कि। यो चाहिँ के रहेछ? यो कपुर हो। तपाईँ हामी घरमा लुगामा लगाउने कपुर कि बाल्ने कपुर? तपाईँ हामी घरमा पूजा पाठ गर्दा बत्ती बाल्दा कपुर बाल्छौँ नि, हजुर, त्यही कपुर हो। यसैबाट बन्छ। यसको पत्ता, हाँगा, बोक्रालाई प्रशोधन गरेर व्हाइट कपुर बनाइन्छ, त्यही हो। यो कतिवटा बोटहरू छ? 5वटा बोट। यसको उत्पादन लिइसक्नु भएको छ? लिएको छैन। अब यो सबै कुराको उत्पादन लिनुको लागि त उद्योग सबै हुनु पर्यो। अब यसको ग्रेजुअली लिँदै गरौँला। यो पत्ता चाहिँ यसो बास्ना लिनु भयो भने थाहा हुन्छ कपुर जस्तो। ल ठिक छ। अनि यो छेउको बुटो चाहिँ कडी पत्ता जस्तो लागिरहेछ हेर्दाखेरि। यो कतिवटा बुटो लगाउनु भएको छ तपाईँले? यो 4टा छ। 4टा छ। यो चाहिँ कसरी व्यापारिक हिसाबले लाउनु भएको कि व्यावहारिक हिसाबले? होइन, यो जे पनि एउटा बोर्ड छ भने पनि म त्यसलाई बेच्नै हो मेरो टार्गेट चाहिँ। कसरी हुन्छ? हजुर। धेरै लगायो भने अलिक भोल्युममा होला। अब कम्ती भए यो पनि यस्तो हो जस्तो यसलाई चाहिँ यो करी पत्ता भनेको चाहिँ नेपालमा त भर्खर मात्रै यसको यो खाने ट्रेन्ड चलेको छ। साउथ इन्डियामा त कुनै होटेलमा पनि यो करी पत्ता नहालेको सब्जी, दाल, साम्बार केही पनि भेटिँदैन। र यो एकदमै मेडिकेटेड रहेछ। र मेरो चाहिँ यसको सोच भनेको के हो त भन्दाखेरि यो जेनरली पहिले मेरो घरमा आउने पाहुनालाई चाहिँ अलिअलि दिएर प्र्याक्टिस गराउने, बिस्तारै चाहिँ उहाँहरूलाई नै बेच्ने बानी परेको। ल ठिक छ। हजुर। र अहिले म जहाँ छु, हामी जहाँ छौँ, जे गरिरहेका पूर्ण सन्तुष्टिका साथ बस्नु भएको। मैले पर्सेन्टेजमा भन्नुपर्दा एकदमै सेटिस्फाई। 100%? 100 भन्दा अलिक माथि हुन्छ भने पनि हजुर म एकदमै फुल्ली सेटिस्फ्याक्सन छ। प्रकृतिसँग म रमाएर बसेको छु। हजुर। अहिले यो 21औं शताब्दीमा एउटा जेनरली मान्छेले के भौतिक सुविधाहरू चाहिँ ग्रहण गर्नु सक्छ उसको ल्यागत अनुसार, क्षमता अनुसार, त्यो मैले यहीँ बसेर हजुर भोग्ने हो। यो झ्याप्प परेको रुख मेरो अगाडि छ र तपाईँ त्यसैमा उभिरहनु भएको छ। यो चाहिँ के रहेछ? यो दालचिनी हो। ए, दालचिनी र तेजपत्ता भन्ने फरक चिज हो? होइन, यो एउटै क्याटेगोरीको हो। तर के त भन्दा दालचिनी, तेजपत्ता, सिन्कौली हजुर एउटै बाउका छोराहरू हुन्। ए, यो जेठो, अर्को माइलो, साइलो भने जस्तै। हजुर। र यो चाहिँ भनेको यसको यो डाँठ पनि काम लाग्छ, पत्ता पनि काम लाग्छ, बोक्रा पनि काम लाग्छ। जुन बजारमा हामी गरम मसाला भनेर दालचिनी किनिन्छ यही हो। यो 100%। यो कतिवटा बोट छ तपाईसँग? यो मेरो एकदमै यो लगभग 40 वर्ष भएको बोट एउटा छ। अहिले पछाडि रोपेको 6वटा। ए, अनि यो बोटको पत्ता चाहिँ अलि अनौठो लाग्यो। मैले त चाल पाइनँ। यो के नाउँको बोट हो? के छ यसको महत्त्व? यो चाहिँ फलफुलै हो। हजुर। यसलाई चाहिँ नेपालीमा चारपाटे भन्छ। अनि स्टार फ्रुट। ए, स्टार फ्रुट भनेको त्यो अमिलो हुन्छ नि, अमिलो, गुलियो, पिरो भएको जस्तो खालको। यो चाहिँ स्पेसली अचार खाइन्छ अनि साँधेर खाइन्छ। यो फ्रुट्स नै हो। ए, अनि तराईमै फल्ने खालको सुन्तला हुँदो रहेछ क्या? यहाँ त सुन्तलाको बोट देखेँ, अनि 2-4वटा फलेको पनि देखेँ। तराईमा पनि सुन्तला फल्छ? होइन, यस्तो हो, यो सबै प्रयोग हो। यो सिक्ने क्रम हो, सिक्दैछु। यो गुलियो हुन्छ कि अमिलो हुन्छ त? अब यो फलिरहेछ, टेस्ट गर्नुपर्ने छ यो पालि पाकेपछि। यो सुन्तला यो चाहिँ कति बोट लगाउनु भएको छ? यो 10वटा छ। 10वटा। रवि नेपालज्यूको चाहिँ यो बोट बिरुवा सम्बन्धी निकै ठुलो अध्ययन रहेछ। दर्शकवृन्द, अहिले उहाँले यो सुकुमेललाई देखाउँदै हुनुहुन्छ र सुकुमेलको अवस्थालाई दृष्टिगत गर्दै हामी चाहिँ क्यान्सर किलर भन्ने बोटमा पुग्यौँ। हेर्नुहोस्, यो क्यान्सर किलर भन्ने बोट जुन देखाउँदैछु मैले, त्यो बोटको चाहिँ पत्ता खाँदाखेरि क्यान्सर निको हुने कुरा भन्दै हुनुहुन्छ भने लिचीको बोटमा कलमी लगाउनु भएको रहेछ। लिची पनि मनग्गे फलाएर उत्पादन गरेर आम्दानी गर्दै गरेको पाइयो भने अब यो देख्दै हुनुहुन्छ नि, यो चाहिँ अभोकाडोको हो। यसरी अभोकाडो फलिरहेको पनि उहाँले देखाउनु भयो भने अभोकाडोबाट पनि राम्रो
आम्दानी लिएको कुरा उहाँले प्रष्टसाथ मलाई दर्शाइरहनु भएको छ। अब अचम्मको कुरा चाहिँ यो वज्रदन्ती भनेर मैले बालखमा यो वज्रदन्तीको हाँगाले दाँत माझेको कुरा सम्झना गरेँ। वज्रदन्तीलाई पनि यसरी लगाइएको रहेछ भने अब यो बेल हेर्नुहोस्, बेल थाहा नपाउने भन्ने कुरा त हुँदै भएन। शिवजीलाई चढाउने बेलपत्र समेत यसैबाट प्राप्त हुन्छ भने अब यो देख्दै गरेको चाहिँ ड्र्यागन फ्रुट हो। ड्र्यागन फ्रुट पनि उहाँले विभिन्न खाले ड्र्यागन फ्रुट लगाउनु भएको रहेछ। ड्र्यागन फ्रुटबाट पनि आम्दानी लिनलाई उहाँ तयार भएर बसिसक्नु भएको छ भने अब यहाँ चाहिँ तुलसी देखाउँदै हुनुहुन्छ। तुलसीको विषयमा मैले चर्चा गर्नै परेन। तुलसीलाई पनि भव्य किसिमले उहाँले सदुपयोग गर्दै गरेको मैले प्राप्त गरेँ। यो बोट हेर्दाखेरि पनि, रङ हेर्दाखेरि पनि र यो पत्ता हेर्दाखेरि पनि मैले छुट्याउन सकिनँ यो के जातको बिरुवा, के अर्थमा प्रयोग हुन्छ, किन रोप्नु भएको? यो यसलाई चाहिँ भनेको 7 स्पाइसेस भन्छ। हजुर। यसको पत्ता, हजुर, यसको पत्ता चाहिँ चियामा, सब्जीमा, दालमा, माछा मासुमा युज गरिन्छ। र यसको चाहिँ एउटा पत्ता लिएर यसो स्मेल लिनुभयो भने, हजुर, ल्वाङ सम्झिनुभयो, ल्वाङ नै सेन्ट आउँछ। सुकुमेल, ठुलो अलैँची, जाइदाना, त्यस कारणले पनि गर्दाखेरि यसलाई चाहिँ 7 स्पाइसेस भनिन्छ। यी यहाँ हेर्नु, यो फल्यो, दाना फल्यो, हजुर, यो चाहिँ गरम मसलामा युज हुन्छ। यो यस्तो हुन्छ भित्र, हजुर, यो युज हुन्छ। यो मसला हो, 7 स्पाइसेस। 7 स्पाइसेस। लोकल अदुवा खेती पनि उहाँले गर्नुभएको रहेछ र अदुवाका विषयमा पनि उहाँ निकै ठुलो जानकार व्यक्ति हुनुहुँदो रहेछ। अब यो अदुवा सँगसँगै चाहिँ घरमा यसरी लगाइएको छ नि, यहाँ देख्दै हुनुहुन्छ नि, यसलाई ब्रोकेन हार्ट भन्दा रहेछन्। यो ब्रोकेन हार्ट चाहिँ सो प्लान्ट रहेछ। घरमा चाहिँ यो मनी प्लान्ट जस्तो लगाइने भने अब यो सानो पोखरी बनाउनु भएको रहेछ उहाँले, कुण्ड जत्रै सानो बनाउनु भएको रहेछ, जसमा कोत्री माछा पालन गर्नुभएको रहेछ। आजको बास बसियो भने चाहिँ कोत्री माछा खान पाइने स्थिति। यो चाहिँ मरिचको बोट जस्तो लाग्छ। यी झ्यापझ्यापी फल्दै पनि छ, फुल्दै पनि छ। अनि यो मरिचको बगानमै तपाईँले चाहिँ सबै यो सुपारीका बोटहरूमा मरिचको लहरा झ्याम्मै लगाउनु भएको रहेछ, वारपारै लाउनु भएको रहेछ। यो मरिच चाहिँ कति फलाउनुहुन्छ वर्षमा? यो मरिच अहिले भनेको 240 देखि 50 केजी वार्षिक उत्पादन छ। त्यति उत्पादन छ। अनि यसलाई भनेको अलग्गै कुनै ठाउँमा होइन, सुपारीको गाछमै हो रोप्ने। सुपारीको गाछीलाई चाहिँ फरक पर्दैन यो लगाउँदा? यो जहाँनेरि सुपारी फुल ऐजेरू जस्तो खाँदैन? खाँदैन। यसलाई सपोर्ट चाहिने हो, सुपारी सपोर्ट भयो अनि यो यिनै गएर फल्ने हो। यतिको गाछमा भनेको 2.5 केजी सुक्खा मरिच फल्छ। सुक्खा मरिच फल्छ। अनि यो हार्भेस्ट गर्न चाहिँ वर्षमा 2 पल्ट कि एकपल्ट? यसलाई हार्भेस्टिङ भनेको फागुन महिनामा गरिन्छ। फागुनमा म्याच्योर भएको हुन्छ, त्यतिखेर हार्भेस्टिङ गरिन्छ। वर्षमा एकपल्ट फल्छ। ल, ठिक छ। र म सन्तुष्टि छु, हामी सन्तुष्टि छौँ र केटाकेटी पनि सन्तुष्टि छन्। अहिले उनीहरू पढ्नको लागि भनेको त यो संसार अहिले एउटा सानो भइसकेको छ। निश्चित कुनै पनि विषयमा विषय विज्ञता हासिल गर्नलाई छोरो बाहिर छ, छोरी नेपालमै छिन्। छोरा पनि भनेको चाहिँ निश्चित एउटा पिरियडमा कुनै एउटा विषयमा विषय विज्ञता हासिल गरेर फर्किने अवस्था भनेको छ। त्यो भविष्यले उसलाई कहाँ पुर्याउँछ। ल, ठिक छ। आजको संवादमा तपाईँले मसँग जसरी सम्पूर्ण कुराहरू देखाउनुभयो, समय दिनुभयो, आफ्नो विचार पोख्नुभयो र मैले यत्रा विघ्न रुख बिरुवाहरू चिन्ने अवसर प्राप्त गरेँ, त्यसका निम्ति तपाईँलाई हार्दिक नमस्कार गर्दछु। धन्यवाद।